Hello guys, welcome to my new vlog. Today we are going to Guwahati. Guwahati किन जाने हो भने चाहिँ हामी मन्दिर भिजिट गर्न जाने हो, कामाख्या मन्दिर र अमरनाथ मन्दिर. सो यो भिडियोमा चाहिँ के छ भने हाम्रो होल जर्नीको रेकर्डिङ्स र मन्दिर भित्र त रेकर्डिङ गर्नु दिँदैन रहेछ, बाहिरतिरको रेकर्डिङ्स. अनि जर्नी स्टार्ट हुन्छ केलेफुबाट, त्यहाँदेखि डाइरेक्ट गएर चाहिँ भएगाउँको रेस्टुरेन्टमा गएर हाम्रो ब्रेकफास्ट कम्ती हुन्छ, त्यहाँदेखि फेरि हाम्रो जर्नी स्टार्ट हुन्छ. गुवाहाटी जाँदाखेरि चाहिँ आफ्नो गाडी लिएर जाँदा नि हुन्छ, बसमा जाँदा नि हुन्छ, एउटा रिजर्भ गरेर इन्डियाको गाडीहरूमा लिएर जाँदा नि हुन्छ. हामीले चाहिँ इन्डियाको गाडी एउटा रिजर्भ गरेर लिएर गएको थियौँ. सो उसले लिएर गयो होल टु एन्ड फ्रोको जर्नीमा. उसले पुऱ्याइदिन्छ, उसले घुमाइदिन्छ, उसले मन्दिरको दर्शन पनि गराउँछ, अर्को मन्दिरमा पनि लान्छ, सब बजार घुम्ने भने बजार पनि पुरै सब त्यस्तो हुन्छ. आफ्नो गाडी लिएर गयो भने चाहिँ अलिक आफ्नो ड्राइभिङ स्किल्सहरू राम्रो छ भने मात्रै लानु. त्यहाँदेखि हामी पुग्यौँ हाम्रो लन्च खाने ठाउँमा. लन्च खाने ठाउँ चाहिँ प्रणिता रेस्टुरेन्ट भनेर एउटा थियो. ठाउँको नाम चाहिँ एक्ज्याक्टली कहाँ हो थाहा भएन, बट गुगलमा सर्च गर्दा आउँदैछ प्रणिता रेस्टुरेन्ट. अहिलेको टाइममा त फोन छ भने जे पनि भइहाल्छ. गुगल म्यापमा हेऱ्यो, जहाँ जानु छ गुगल म्यापमा हेर्दै जाँदा नि हुन्छ. लोकेसन ट्र्याक गर्थ्यो, लोकेसन हेर्दै गयो. त्यहाँदेखि रोडहरू हेर्दाखेरि त एकदम गाडी कुदाउनु सक्ने खालको जस्तो लाग्छ. तर यो हाइवेमा त सक्छ पनि, आरामले सक्छ, गाडी बेसी हुँदैन. गाडी भए पनि अब टाढा हुन्छ, बट उता सिटीमा पसिसकेपछि चाहिँ साह्रो पर्छ. अनि यो हो ब्रह्मपुत्र रिभरको ब्रिज. यसमा चाहिँ हामीले कोइन लगायो भने विस फुलफिल हुन्छ भनेर सबैजनाले कोइन लगाउनु थालेको. एन्ड फाइनली वी एन्टरिङ गुवाहाटी सिटी. गुवाहाटी सिटी पस्नु आँट्यौँ. यहाँनिर आइपुगेपछि पुरा ट्राफिकहरू पनि पुरा हेभी हुन थाल्यो. सिटीमा चाहिँ हाम्रो काम केही थिएन. हाम्रो काम चाहिँ डाइरेक्ट गएर माथि मन्दिरमा गएर मन्दिरको वरिपरि साइडतिर गेस्ट हाउस या होटल खोजेर चाहिँ हाम्रो सामानहरू राखेर चाहिँ टाउन होइन सिटी घुम्नु आउनु थियो. अनि यो कामाख्या टेम्पलको गेट. कामाख्या टेम्पल चाहिँ माथि डाँडामा छ, गुवाहाटी टाउन चाहिँ मुनि प्लेनमा छ. त्यहाँदेखि हामी माथि गएर रुमहरू खोज्यौँ. रुमहरू खोजेर चाहिँ यस्तो मुनि हेरेको बारात छ. बारात त होइन, ब्यान्ड बाजा बजाएर चाहिँ गइरहेको छ. रुम बुक गरेर सामान राखेर चाहिँ वी स्टार्टेड टुवर्ड्स फेन्सी बजार. फेन्सी बजार चाहिँ गुवाहाटीको एउटा पपुलर बजारहरू छ. रुम्सहरू पाउनु साह्रो पर्छ भने त साह्रो पर्दैन रहेछ. होटल रुम्सहरू स्टार्ट हुँदो रहेछ 500 त्यस्तोबाट. तर हामी चाहिँ गेस्ट हाउसमा गएको थियौँ. गेस्ट हाउस चाहिँ सजिलै पाउँदो रहेछ, तर प्राइस चाहिँ अब ठिकै हेरी अलिक बेसी थियो त्यहाँनिर चाहिँ. अनि यो हो ब्रह्मपुत्र रिभर. यहाँबाट चाहिँ बोट सर्भिसहरू पनि छ. त्यसको अपोजिटमा चाहिँ थियो फेन्सी बजार. त्यसको लागि चाहिँ रोड क्रस गरेर जानु पर्थ्यो. रोड क्रस गर्नुको लागि चाहिँ हामीले फ्लाइओभर, मुनिबाट त ट्राफिकले गर्दा गर्नै सक्दैन, माथिबाट फ्लाइओभर विथ एस्केलेटर स्टेयर्सहरू सबै बनाइदिएको रहेछ. त्यहाँ माथिबाट चाहिँ हामी गयौँ फेन्सी बजारपट्टि. त्यहाँ चाहिँ आफ्नो पकेटमा भएको फोन पर्सहरू चाहिँ एकदम केयर गरेर राख्नुपर्छ, नभए चाहिँ पिक पकेट मारहरूले सट्टै लिएर जान्छ अरे. त्यहाँदेखि पुग्यौँ हामी फेन्सी बजार. फेन्सी बजार चाहिँ यस्तो प्याक रहेछ कि इट्स नट मेन फर म्यान. हामी केटाहरूको लागि चाहिँ फ्याटै होइन. त्यहाँ गएपछि चाहिँ अल्छी लाग्न थाल्यो. अनि केटीहरूलाई हो भने चाहिँ घुम्दा जति सामान के किन्ने जे किन्ने सब कुरा छ. भित्र मान्छेको भिड देखेर चाहिँ अल्छी लागेर चाहिँ आई वेन्ट टुवर्ड्स ब्रह्मपुत्र. एन्ड दिस इज ब्रह्मपुत्र. यो चाहिँ पहिला हामीले पढेको चाहिँ थियो ब्रह्मपुत्र रिभर जियोग्राफीमा. एन्ड फाइनली रिच ब्रह्मपुत्र. यहाँबाट चाहिँ अमरनाथ टेम्पल पारिपट्टि यो तरेर जानुपर्छ. अनि सपिङ गर्दै गरिसक्दा त इभिनिङ भइसकेछ. त्यहाँदेखि हाम्रो प्लान भयो डिनर खानु जाने. डिनर खानु जानु चाहिँ कहाँ जाने हो भने सिटी सेन्टरमा जाने रहेछ. त्यहाँदेखि सबैजना गाडीमा चढेर गयौँ सरर सिटी सेन्टरमा.
Welcome to city center. सिटी सेन्टरभित्र चाहिँ हामी खास चाहिँ सपिङ गर्नु गएको होइन, सपिङ गर्नु त थिएन पनि है, सबै फ्यान्सी बजारले भरिसकेको थियो ब्याग्सहरू। हामी मेन गएको चाहिँ खाना खानुको लागि, किनकि सिटी सेन्टरभित्र चाहिँ खाना चाहिँ मिठो पनि पाउँछ, हाइजेनिक पनि पाउँछ, क्लिन पनि पाउँछ। एन्ड दिस इज अस इगरली वेटिङ फर द डिनर। खाना कहिले आउँछ भनेर सबजना थकारा हुआ इन्सान वेटिङ फर खाना भइरहेको थियो। हामी चाहिँ खानासाना खाएर छिटो जानुपर्ने थियो, किनकि हाम्रो आज राति लाइनमा बस्नुपर्ने थियो। राति 12देखि नै बस्छ भन्थ्यो अरू चाहिँ, तर हामी चाहिँ 12मा नगएर अलिक ढिलो जाने भनेको थियो। माथि रुममा गएर एकछिन रेस्ट गरेर चाहिँ नुहाइ धुवाइ गरेर चाहिँ जानुपर्ने थियो। यो चाहिँ हो गेटको नाइट भ्यू। अब चाहिँ माथि गएर हामी एकछिन रेस्ट गरेर चाहिँ लाइनमा लाग्नुपर्ने। सो गएर एकछिन रेस्ट, त्यहाँदेखि चाहिँ डाइरेक्ट गुड मर्निङ रेडी भएर लाइनमा गयौँ। लाइन चाहिँ अलरेडी लामो थियो रहेछ। हामी पनि यस्तो प्लास्टिक ओछ्याएर यहाँ बसेर चाहिँ अब म देखाउनु लाग्छु यहाँको लाइन। त्यहाँदेखि बस्दा फाइनली 4 बजी चाहिँ लाइन अगाडि बढ्नुको लागि स्टार्ट गर्यो। त्यहाँ यो लाइनबाट गएर चाहिँ हामीलाई टोकन दिने रहेछ। टोकन थापेर चाहिँ 4000 टोकन्स पर डे दिँदो रहेछ। त्यहाँदेखि भित्र गएर चाहिँ हामी टोकनको लागि लाइनमा फाल्टै लाग्नु पर्दो रहेछ, तर त्यही लाइनै कन्टिन्यू गरेर अगाडि पस्नु पाउँदैन। सेक्युरिटिजहरू टाइट रहेछ, अगाडि पस्नु दिँदैन रहेछ। पस्यो भने ब्याक अफ द लाइनमा पुऱ्याउँदो रहेछ। अब पछाडि यस्तो 7 घुम्ती होइन, 11, 12, 15 घुम्ती जस्तो घुम्दा फाइनली टोकन ताप्ने ठाउँमा पुग्यौँ। फाइनली टोकन पाएपछि चाहिँ फेरि अर्को लाइनमा जानुपर्दो रहेछ। यहाँनिर चाहिँ भिआइपी लाइन र जेनरल लाइन भनेर हुँदो रहेछ। भिआइपी लाइनमा चाहिँ 500तिर जानुपर्छ। जेनरलमा चाहिँ यसरी नै टोकन लिएर विदिन 4000 आफ्नो नम्बर छ भने चाहिँ दर्शन गर्नु पाउने रहेछ। यो चाहिँ हो कामाख्या टेम्पलको बाहिरबाट भ्यू। बाहिरबाट चाहिँ एकदम पिसफुल, एकदम कलरफुल, पिसफुल देखिरहेको छ। लाइनमा बस्दा बिहानको 7मा चाहिँ ठिक्कै गेट खोल्यो। फर्स्टमा गएर दर्शन गऱ्यौँ। भित्र क्यामेराहरू केही दिँदैन रहेछ, फोन लानु पनि दिँदैन, फोन अफ गरेर जानुपर्ने रहेछ। त्यहाँबाट बाहिर निस्केर चाहिँ धुप बाल्ने ठाउँहरू रहेछ। धुप बाल्यो, बातीहरू ल्याएको छ भने बाती बाल्ने सबै प्लेस एउटा सेपरेट गरेर राखेको रहेछ। त्यहाँदेखि यो हो टेम्पलको भ्यू तल्लोपट्टिबाट। अनि सब काम सकेर दर्शन गरिसकेर नरिवल चढाइसकेर चाहिँ लास्टमा एक ठाउँ यतापट्टि सिक्का टाल्ने रहेछ। सिक्का टाल्यो भने चाहिँ आफ्नो विस फुलफिल हुन्छ अरे। फेरि त्यहाँ पनि त्यहाँ मान्छे कुनामा सिक्का टाल्नु गइरहेको थियो। त्यहाँ सिक्का टालिसकेर फोटोजहरू खिचेर चाहिँ हामी गयौँ ब्रह्मपुत्रपट्टि अमरनाथ टेम्पल जानुको लागि। अमरनाथ टेम्पल जानुको लागि चाहिँ बोटमा जानुपर्छ, किनकि यो ब्रह्मपुत्र रिभर क्रस गरेर उतापट्टि जानुपर्ने हो। यहाँबाट पारि जानुको लागि चाहिँ 200 लाग्दो रहेछ। बट फर्केर आउँदा चाहिँ जुनै बोटमा पनि फर्केर आउँदा हुने रहेछ। बोट पनि डिफ्रेन्ट टाइप्सको थियो। माथि बसेर जाने, कोहीमा त गाडी बाइकहरू पनि लगाएर लिएर जाने। कतिपल्ट हामीले चाहिँ मन्दिर जानुको लागि चाहिँ सानो बोट मात्रै पाउँदो रहेछ। सानो बोटमा चाहिँ माथि बसेर भ्युजहरू हेर्नु नपाउने रहेछ। हामी चाहिँ भित्र एउटा क्याबिन जस्तो थियो, त्यहाँभित्र गएर बसेर र पनि अलिअलि भिडियोजहरू बनाएको छ, हेर्नुहोस्।
अनि फाइनली हामी पुग्यौँ अमरनाथ मन्दिर भएको ठाउँमा। त्यहाँनिर बोट पार्किङ गरेर चाहिँ हामी निस्क्यौँ बाहिर। अमरनाथ मन्दिर चाहिँ माथि जानुपर्दो रहेछ, उकालो चढेर एउटा डाँडा सानो खोलाको बिचमा एउटा डाँडा रहेछ माथि। त्यो डाँडाको माथि चाहिँ अमरनाथ टेम्पल रहेछ। सो वी आर आउट, वी आर गोइङ फर अमरनाथ टेम्पल। यहाँ चाहिँ चप्पल राखेर यो भैयाजीकोबाट हामीले सामान किनेर गयौँ। सामान चाहिँ के रहेछ भने फुल प्रसादहरू रहेछ। एउटा प्याकेट एउटा बन्डलको 50 रुपिस गरेर। एन्ड दिस वान इज अमरनाथ टेम्पल। यहाँको दर्शन सकेर चाहिँ हामी अरूतिर जानु कहीँ थिएन, जस्ट गएर सामानहरू सब गाडीमा हालेर चाहिँ फर्किनु थियो। हामी फर्केर आयौँ। त्यहाँदेखि यो हो हाम्रो फर्केर आउँदाको लन्च खाने प्लेस चाहिँ बजवी होटल समथिङ, जस्ट फ्यु किलोमिटर्स अवे फ्रम गुवाहाटी टाउन। सो यसरी नै सकिन्छ हाम्रो 2 दिनको ट्रिप। एक दिन गएर अर्को दिन फर्केर आयौँ। And everyone, thanks for watching, thanks for being with the video. धेरै धेरै धन्यवाद।